मेरो युट्युब च्यानलमा हजुरलाई सबलाई स्वागत छ र म पनि सन्चै छु, हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा डेली भ्लग स्टार्ट भइसक्यो। मेरो फेरि रुटिन त्यही हो गाइस, यता मतलब घरको काम गर्ने अनि नानीलाई स्कुल पठाउने यताउति गर्दा अब टेलर पनि जानु पर्यो, आफ्नो जे होस् अलिअलि सिक्नु पर्यो। अरु त्यस्तो कपडा नसिलाएर नि आफ्नो घरको कपडा सिलाउन पाए पनि धेरै हुन्छ नि त अहिले महँगाईको उमा। त्यही भएर अब म पनि मतलब रेडी भइसके, हाम्रो गाडी पनि आइसकेको छ र म पनि आज मैले भ्लग चाहिँ मैले आफ्नो घरदेखि स्टार्ट गरेको के। अनि अस्ति चाहिँ मैले के गरे गाडीदेखि स्टार्ट गरेको थिएँ, तर मैले हिजो भ्लग चाहिँ मैले बनाइन, मेरो हिजोको भ्लग आएन र आज चाहिँ मेरो भ्लग स्टार्ट भइसक्यो। आजको चाहिँ मेरो भ्लग देख्न सक्नुहुन्छ। मेरो सामान पनि मैले यहाँ हालिसकेँ। आज म लैजाँदैछु मेरो यो लुङ्गी छ, यो लुङ्गीलाई काटेर साइड लुङ्गी बनाउनु छ। यसको चाहिँ यो लुङ्गीको चाहिँ उद्रे छ, यो लुङ्गीलाई पनि गरेर ल्याउनु छ। यो मेरो ब्याग रेडी भइसक्यो। अब अरू जान साथीहरू निक्लिनु भयो कि निक्लिनु भएन, अनि टेलरमा जाने हुन्छ। हाम्रो बिहान बिहानको मौसम है, बिहान बिहान भन्नाले पनि 9 बजीतिरको मौसम यस्तो छ। हाम्रो यो मटकाको चिसो पानी आइस मान्छेले फ्रिज ल्याउँछन्, के गर्ने गरिब मान्छे पर्यो भन्न पनि लाज लाग्छ। के गरे हाम्रो यही हो फ्रिज है, डिप फ्रिज हाम्रो यो हाम्रो यो डिप फ्रिज है। यो बेसरी चिसो पानी आउँछ, अहिले पनि यसै छाम्दाखेरि पनि चिसो छ मटका। हामी यसैको पानी खान्छौँ, डिप फ्रिज मान्छेहरूले फ्रिजको पानी खान्छन्। हामीले चाहिँ स्पेसल हो नि त त्यो हाम्रो लागि, त्यो मटकाको पानी त्यसमा खायो भने राम्रो पनि हुन्छ भन्छ। सबै साथीहरू निस्कि पनि सक्नुभयो। अब म पनि ढुक्का सोका लगाएर निस्किन्छु। बत्तीहरू पनि झ्यामझ्याम सब बुताइहाल्नु पर्यो। मेरो चाहिँ झोला पनि मैले भिरिसकेँ। मेरो बुढाको फोन पनि आइसक्यो, हिँड्यो कि हिँडेन भनेर होला। एकचोटि उठाइदिनु। हेलो, हिँड्दै छैन हो, निस्किँदै हो निस्किँदै। अच्छा किन? अच्छा आउनु लाग्यो, म त निक्लेको है। ल राखेँ ल। आउँदैछु, निक्लेन कहाँ छ भनेर फोन गर्दै थिएँ मेरो बुढाले। फेरि त्यहाँ ड्युटी खत्तम भएर वर्किङमा जाने रे, अनि आउँदैछ अरे मेरो बुढा। साथीहरू चाहिँ सबैजना आइसके जस्तो छन्, म मात्रै लास्टै हो कि क्या हो र। ल सबैजनालाई नमस्कार, दिदीबहिनीहरूलाई वेलकम छ है सबैजनालाई। वेलकम। हेलो रजनी दिदी। फोकस गरेको क्या हजुरलाई, फोकस गरेको फोकस। कच्ची राम्रो आएको गोलु बोली त्यो कच्ची राम्रो हाई भन्दै सानो हाई गर्दैछु त। अरे बाबा हाई गरेको यो हाम्रो देहरादुनको राष्ट्रिय भवन हो। खाना गएको त्यो आइसक्रिम चिसो भएर कि तातो भयो जस्तो लाग्यो। पहिला एकचोटि खाएँ एकदम बरफ जस्तो लाग्यो, अनि खाएको त म त पछि फु गरिरहेको क्या। त्यो आइसक्रिम चिसो आइसक्रिमलाई पनि तातो जस्तो लाग्यो कि त्यो फु गरिरहेको कि एकदम चिसो भएर। अस्ति त कस्तो बरफ थियो है, बेसरी गर्नु भएर नि। साइलेन्ट हो हजुर त चिया हालिदिएको छ के भन्छ, आज बोल्ने मुडै छैन क्या हो र। गाइस हामीहरू पनि आफ्नो ठाउँमा आफ्नो मन्जिलमा आफ्नो आइपुगिहाल्यौँ। अब हुन्छ अब केही दिनमा। एउटा अहिले गानै भाइरल छ त, भाइरल होला। चरम मकै करम
हाम्रो डेलीको यो हिँडिराख्ने यो बाटो कम्प्युटर क्लासमा हजुरहरूलाई आज ब्युटी पार्लर पनि देखाउँछु है। ब्युटी पार्लर कोर्स गर्ने दिदीहरूको पनि आज गएर थोरै यसो देखाइदिनु पर्ला। त जानुभन्दा अगाडि यो हाम्रो यतातिर छ पार्लरको उता देखाइदिन्छु। मण्डला क्लास पनि देखाइदिन्छु ल। पहिला यता देखाउनको मण्डला क्लास यहाँ दिदीहरू मण्डला हाम्रो मिस दीपिका गुरुङ र हाम्रो पूर्ण दाइलाई पनि देख्न सक्नुहुन्छ। यहाँ क्या दामी फोटो छ, क्या दामी। फोकस करो, फोकस 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 होइन आज हजुर कस्तो राम्रो देखेको के गोरी गोरी हजुरलाई ल यो हो पागल मण्डला क्लासको है अझै मण्डला क्लासमा आदि आकै छैन खाली छ एकदम ल दिदीहरू है आज सब देखाइदिनु नि त मेरो गाइजहरूलाई आज सबै देखाइदिनु नि त हाम्रो यो दिदीहरूको यो पार्लरको यही हैन यो पार्लर गर्नेहरूको दिदीको पार्लरको यो दिदीहरूको यो पार्लर सिक्नेको हो। आज म हजुरलाई सबले देखाइदिएको ल। यो पार्लर यो पुरै पार्लरको अझै कोही पनि आउनु भएको छैन। यहाँ एउटा दिदी मात्रै आउनुभएको छ अहिले। बिस्तारै बिस्तारै आउनुहुन्छ। कोही पनि आउनुभएको छैन। हेलो हेलो बोलो हेलो बोलो। आज डॉल भी लेके आए हो तो डॉल भी लेके आए हो ही रहा। अच्छा शुरू हो गया आपका भी। अच्छा आपको भी जगह लग रही मुझे उनको भी मन नहीं लग रहा बोल रहे। मेरे को भी ऐसा ही हो रहा है, मचाई ठपकी हो रही, पेट में अजीब हो रहा है। अच्छा स्टार्ट करने लाइसकेको हो। इसके हिसाब से लेना है ना, इसके हिसाब से इसका चौड़ाई कितनी करनी है देखना। हाँ वो चौड़ाई तो ज्यादा नहीं करना है ना। ये इसके हिसाब से इसमें वो लगाइए। ये आपका कौन है ये? साइड वालों ने इसलिए नहीं किया था क्योंकि नीचे दिदीलाई सन्चो नभएर दिदी जाँदै हुनुहुन्छ। बाई बाई दिदी। दिदीलाई सन्चो नभएर दिदी पनि गइहाल्नु भयो। दाइलाई बोलाउनु भयो लिनको लागि। काट डालोगे रे मुझे काट डालोगे। भैँसी को छाला चपाएर राख्नु भएन नि। ल फाइनली मेरो लुङ्गी पनि रेडी भइसक्यो तर राम्रो देखिन्छ हो। ठुलो अग्लो मान्छे छ नि त हैन, त्यही भएर दामी देखिन्छ। अहिले हाम्रो 11:15 पनि भइसक्यो। हाम्रो अब नास्ता खाने बेला पनि भइसक्यो। चप्पल पनि लगाइहालौँ। हामीहरू अब नास्ता खान जानको। नास्ता खानुभयो? खानुभयो? किन नखाएको त? घरमै खाएर आएको। ए हाम्रो नालमै पानी त खानु हो। पानी त जाउँ आउनु। के छ हो नास्तामा? जल्दी आओ। थोड़ी अच्छी मिल दिख रही है गरम गरम। अच्छा हाँ। क्या हुआ रे क्या हुआ? हाम्रो नास्तामा रहेको छ पकौडा 1 चटनी। आज है कि खत्म हो गया? है खत्म नहीं हुआ। मेरा नाश्ता है। नाश्ता कहाँ गई?
आज मलाई गुस्सा आयो गुस्सा किन गुस्सा आज म धेरै मलाई आज बहुत धेरै रिस उठेको छ धेरै मेरो पुरा भित्रभित्र खुन यस्तरी उम्लिरहेको छ नि म त्यो भन्न सक्दिनँ पुरा भटभट गरिरहेको साँच्चै मेरो खुन उम्लेर के भयो त हाई प्रेसर अब एकदम माथि हाई प्रेसर भइरहेछ मेरो यहाँसम्म पुगेको छ त्यही भएर यो सिधा भएको दिमाग यस्तो घुम्दैछ गाइस मेरो दिमाग आज मलाई यस्तो रिस उठेको छ म हजुरहरूलाई म भन्न पनि सक्दिनँ ल हामीहरू यहाँबाट लागिसक्यौँ ल हाम्रो फेरि यात्रा फेरि स्टार्ट भयो चरी जस्तै उड्न पाए गगनको तलैतिर उडी जान्थे धेरै टाढा मायालु गाउँतिर मैच्याङहरू अगाडि बसेछन् राम्री मैच्याङहरू घरमा राम्री छु कि गाइस राम्री त्यसो भए गाइस जस्तो कालो टिका लगाइहाल्नु पर्यो अहिले नजर लाग्यो भने त फेरि बर्बादै छ नि मलाई फेरि कता गयो कालो टिका कालो टिका पनि लगाएर गाइस अहिले यो दिदीले राम्रो छ भने फेरि कतै नजर लगाएर अहिले जाने बित्तिकै भुक्लुकै लड्यो भने त बर्बादै छ नि गाइस कस्तो छ भनेपछि त राम्रो छ भन्नु परेन कहिले हजुरले नराम्रो छ भन्ने बेला लाउँथेन नि त कहिले राम्रो छ भन्दियो भने त अब लाउनु मन लागिहाल्छ नि अब राम्री छु कतै नजर लाग्यो भने हो किन भन्नु न आयो अब त घरिघरि त्यो घरिघरि रिपिट थोरै हुन्छ त त्यो त एकचोटि भयो भनेपछि अब हजुर छक्कै मात्रै होइन अब के पढ्नुहुन्छ अब थाहा छैन सायरी सुनाउने भनेको स्टार्ट गरेको गाइस मेरो सायरी चाहिँ कता गयो गाइस यिनीहरू छोटाको बुढीहरू एकचोटि हेर्दा छोटाको बुढीहरू विदेशमा हो होइन अनि त्यो तिम्रो यो सपनामा लाग्ने भुस्तुत्रेको तिम्रो बुढा विदेशमा हो होइन अनि तिमीले यो किन राम्री भनेर किन हिँडिरहेको मेरो बुढा यही छ नि त हेर्छ भनेर हिँडेको राम्री भएर हुन्छ त आज गाइस मेरो मुड खराब भन्छ त्यही पनि म मुखमा हाँसो लिएर हाँसिरहेको छु कितना सुन्दर आइसके घरमा मेरो बुढाले पुरा खानासाना बनाएर खाना खाँदै थिएँ ल गाइस आज मैले आजको भ्लग यतिमै इन गर्न चाहेँ र मेरो भ्लग मतलब मन परेमा हजुरहरूलाई लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला ओके अहिलेको लागि बाई बाई